साथीहरू अनि सो मेरो लागि चाहिँ सपिङ यत्रो गऱ्यो यहाँ यत्रो सपिङ हुँदैछ नि पुरै हेरिरहनु भएको छ चाहिँ मेरो लागि साथीहरू वाइल्ड सपिङ हान्यो वाइल्ड खै बुढी बिल देखाउनु त कतिको सपिङ गर्यो हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू ब्लग दिस दिन सरकार सबैजना सन्चै हुन्छ र म पनि एकदम धेरै सन्चै साथीहरू सो आज ब्लग पनि स्टार्ट भइसकेको छ नयाँ दिन नयाँ ब्लग अनि साथीहरू लाग्यो सपिङ हान्नको लागि हामी चाहिँ आज सैटरडे हो नि त अनि सो गरममा बेलुका बेलुका आइसक्यो अनि बुढो र बुढी हुनुहुन्छ सो हामी जाँदैछौँ सबजना मिलेर चट्टसँगले यस्तो दामी मौसम छ पानी परेको थियो अघि यत्रो ठुलो परेको थियो अनि जस भर्खर पानी रोएर चाहिँ आनन्द लाग्छ चरा परेको कति चरा खराउँछ त सो लाग्यो साथीहरू आयो बुढी कुदौँ म कुद्दै जान्छु तपाईँ लास्ट कुद्नु गाडी आउनु नि सो त्यसले गर्दा हो ए ल गाडी छिटो भन्दा नि बिजोक हुन्छ नि त जहिले कुदेको पानी खाला त्यस्तो छ तर पानी परेपछि चाहिँ मौसम दास दामी छ यार भइसक्यो यस्तो दामी छ आइपुगेँ फाइनली स्टेसन चाहिँ बुढी र मुइलामै छोडिदिएको अब लास्ट छिटो कुद्छु नि त म त गाडी आएको छोडेर जालिदिन्थेँ दुईजनालाई गाडीमा चढिसकेँ साथीहरू म चाहिँ अब लागेँ यहाँबाट चट्टसँगले पासिला गाडी चढेर आएँ पासिला पनि आइसक्यौँ अब सो अब चाहिँ हामी महलभित्र जान्छौँ यता जान्छौँ अब यहाँबाट रोड क्रस गरेर पासिला यता पछाडिपट्टि हो नि त यो अर्को साइड हो नि त यो अर्कोतिर हो नि त त्यही भएर बुनि नै कन्फ्युज हुनुभएर साथीहरू दुईजना साथीहरू यहाँ चाहिँ दुईजना नेपाली केटीहरू कुरा गरेर हिँडिरहनु भएको छ के कुरा गरिरहनु भएको छ म चाहिँ सुन्छु है लास्टले कुरा गरिरहनु भएको छ यस्तो कुरा गरेर के चाहिँ कुरा गर्नुभयो त अचम्म सो अहिले चाहिँ मलभित्र आइपुग्नु है यहाँ चाहिँ सेल लागेको रहेछ यहाँ सेल लागेको रहेछ छिर्यो साथीहरू यहाँ हेर्छौँ है त के सस्तो रहेछ है 8 युरो 9 युरोमा रहेछ होला आज चाहिँ सेल लागेको रहेछ मस्त सेल लागेको रहेछ एकदम सस्तो रातो 8 युरोमा हेर्नु यस्तो राम्रो राम्रो छोरी मान्छेको कपडाहरू दामी दामी त्यो राम्रो जामा त्यो पहिला 25 युरोको थियो भनेपछि लास्टै राम्रो डिस्काउन्ट प्राइसमा पाइरहेको रहेछ यहाँ चाहिँ कपडाहरू ब्यागहरू अब 49 युरो यहाँ कति महँगो थियो होला आउनु सक्नुहुन्छ है सपिङ गर्नलाई दामी छ त बुढी दामी हो किन्ने नि दामी दामी रहेछ साथीहरू तेरो बुढी चाहिँ अघिदेखि कपडा हेरेर हुन्छ तर किनिराख्नु भएको छैन तर यति धेरै सेल छ कोही छ 12 युरो 13 युरो 8 युरो 6 युरोमा दामी दामी कपडा छ दुईजना छोरी मान्छेको सपिङ भयो उहाँहरूको अनि सो अब मेरो पालो ल ब्याग देखाउनु त हजुरको ब्याग वा सपिङ गरिसक्नु भएको छ कङ्ग्रेचुलेसन उहाँलाई पैसा खर्च गर्नुभएकोमा सो अब जेन्ट्सकोमा आयौँ हामी अब साथीहरू अनि सो मेरो लागि चाहिँ सपिङ यत्रो गऱ्यो यहाँ यत्रो सपिङ हुँदैछ नि पुरै हेरिरहनु छ चाहिँ मेरो लागि मिडियम दसैँ लाग्यो साथीहरू दसैँ मिडियम आउँछ कि एक्सेल आउँछ मिडियम हो कस्तो हो त ठुलो हुन्छ चाहिँ एक्सेल र म यत्रो सामान ल्याएर म त ठिक हुन्छ लार्ज हुन्छ लास्ट हुँदैन मिडियम ठिक हुन्छ ल एकचोटि ट्राई चाहिँ गरेर आउनु न त साथीहरू दरो सपिङ गर्यो यो चाहिँ मेरो पालो हो रेडी घर बसेर सक्यो पैसा साथीहरू त्यही साथीहरू वाइल्ड सपिङ हान्यो वाइल्ड खै बुढी बिल देखाउनु त कतिको सपिङ गर्यो म रुममा गर्दैछु तपाईँहरूलाई 41 युरोको बिल हान्यो क्या साथीहरू 41 युरोको कम किन्यो त गाह्रो छ मैले मात्रै 41 बुढीले 50 गर्दाखेरि त 91 युरो सकिएछ 91 युरो खर्च गरियो साथीहरू पहिलोचोटि फिल्याना यस्तो खर्च हान्यो हामी चाहिँ फर्केर अनि यता 37 गाडी कुरिरहेको छौँ म सधैँ आएर कुर्ने ठाउँ हो अनि जस आज पनि हामी आएर कुरिरहेको छौँ हामीसँग दुईजना पनि बसिरहनु छ त्यहाँनिर गाडी हेर्दै अनि जस म चाहिँ बसिरहेको छु भिडियो बनाउँदै अब लास्ट 3 मिनट बाँकी छ 3 मिनट पछि आउँछ साथीहरू गाडी चाहिँ यस्तो यस्तो पर्छ नि आफू पनि यस्तो अलिक राम्रो देखिन्छ है छोरी मान्छेलाई सुहाउने कि है सिङ्गल देखाएको म चाहिँ सपिङ पनि गरेर आएँ दरो सपिङ गरेर आज बुढाबुढी मिलेर अनि कपडाहरू लिएर आइसक्यो अनि बुढीले खाना बनाएर खुवाइ पनि सक्यो मिठो मानेर खाना खायो अब चाहिँ सुत्न पर्ने साथीहरू ठ्याक्कै बज्यो 11:30 किनकि
यताउता गऱ्यो अनि मिनी भिडियो पनि बनाएको थिएँ त्यता सर्ट मिनी भिडियो पनि बनाएको थिएँ त्यहाँ मिनी ब्लग अनि सो सर्ट ब्लग बनाएको थिएँ अनि त्यो पनि हाल्यो एडिट गरेर अनि सो त्यो टिकटकमा को लागि हालेको थिएँ टिकटकमा त्यो पनि हालिसकेँ अपलोड गर्छु अनि युट्युबको लागि त मैले इन्डिङ गरेको थिइनँ अनि सो टिकटकको लागि युट्युबको लागि इन्डिङ गर्नको लागि चाहिँ यो भिडियो बनाउँछु अनि थ्याङ्क सो मच वाचिङ माई भिडियो किप सपोर्टिङ एन्ड प्लिज सब्सक्राइब माई युट्युब च्यानल भन्दै के बाई।